ओ साहुजी कहाँ हुनुहुन्छ? म सुतेछु होटलमा। बजाङ बस पार्क पुगिसक्यो क्या, बजाङ चैनपुर बस पार्क पुगिसक्यो। ओहो गुड मर्निङ है, गुड मर्निङ। मर्निङ मर्निङ मर्निङ। अनि के छ सिन्धु भाइ, ठिक छ? अब के छ त अब कस्तो भयो? म त यहीँ होटलमा सुत्दा थिएँ, यो भने फोन गरेँ, आज त गाडी छिटै पुगेछ ठिकै भयो त। होइन? कति भयो, के भयो, कसो भयो हिसाब? अब यसो सोधा अब जाँदाखेरि 2,03,000 पुगेको, आउँदाखेरि काठमाडौँबाट बजार आउँदाखेरि 1,50,000 पुगेको, जम्मा 3,53,000 भयो। खर्च कटाएर 2,20,000 भयो, बचत भयो 1,33,000 भयो। बरु अब ठिकै छ। 1,33,000 बचत भयो। हजुर योचोटि चाहिँ 1,33,000 बचतै केटाले राम्रै ल्याएको छन्। तल अस्तिको गाडीमा, मेरा अस्तिको धनवडी गाडीमा हेर्नुहोस् -2,000 उल्टा खल्टिरहेको थियो मैले। यस्तो करोड गाली हालेर उल्टा तिर्नु पर्यो भने त आज त राम्रै बचत भएर रहेछ। र जे होस्, ल्याउनु त पैसा ल्याउ ल, कति पैसा ल्याउनु त पैसा। 1 लाख थियो। 1 लाख होइन, हजुर हजुर 35,000 35,000 हो। 35,000 होइन, 1,33,000 पैसा 2,000 खर्च होला। खर्च भयो। योचोटि त राम्रै बचत भयो यार। अस्तिको गाडीले त मलाई रुनु न हाँस्नु बनाइदियो, डिप्रेसनमा बनाइदियो। ठिक छ, केटाले भत्ता सत्ता त दिनु पर्ला त यार, होइन? ल आज बल्ल मेरो मन हाँस्या छ, केटाले राम्रो बचाएर ल्याउनु। ल गुरुबा, अब तपाईँको भत्ता लिनुहोस्, यो 10,000 रुपियाँ तपाईँको भत्ता लिनुहोस्, ठिक छ? अनि जयेन्द्र, तिमीलाई ल 8,000 भत्ता, ठिक छ? अनि केटाले अब राम्रै बचत गरिहाल्यो योचोटि, यसो गरेर। ल गुरु, तपाईँले 2,000 रुपियाँ। नै नै पुग्यो, मलाई होटल सोटल भत्ता सत्ता आउँछ मलाई। ठिक छ, मैले आफ्नो परिसर म लगिहालेँ, मेरो भत्ता पुग्यो, त्यो पुग्यो पुग्यो। खुसीले दिँदा ठिक छ ठिक छ ठिक छ, यो भत्ता सत्ता आउँछ। ठिक छ, अब खुसीले दिँदा पनि गुरुहरूले नै भन्छ। ल ठिक छ, अब जयेन्द्र काम गरेर खाने मान्छे हो। ल जयेन्द्रलाई दिउँ त 2,000 रुपियाँ। नै पर्दैन पर्दैन अरे मेरो खुसीले दिएको हो। पर्दैन है। अरे यार केटाहरूलाई यार यत्रो बस्दा पनि म आफ्नो खुसीले थपेर दिला छु, तिमीले किन दिनु यार? आज त गाडीले 1 लाख बचाएर हजुरले 2,000 रुपियाँ थपेर दिनुभयो। कुनै दिन गाडीले माइनसमा जाला, त्यो दिन त हामीले 2,000 लग भने पनि त्यसमा चित्त बुझाउनु पर्ला। त्यही भएर बचोस् नबचोस् हामीलाई त्यही आफ्नै भत्ता दिइदिनुहोस्।